वेलकम टु दिदीबहिनी गार्डन युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ डिसेम्बरको 30 तारिक हो कि हेर्नुहोस् त, आज त कस्तो राम्रो भएछ। यहाँनिर यसरी पुरा शीतहरू परेछ हो, पुरा फुलमा हेर्नुहोस् त कस्तो राम्रो भएछ है। आज चाहिँ पुरा शीत परेछ अनि फुलहरू सफा भएछ, यहाँ डस्टहरू सबै निस्केछ है। हेर्न सक्नुहुन्छ तपाईहरुले कस्तो राम्रो सफा भएछ मेरो प्लान्टहरू। हेर्नुहोस् यतातिर हेर्नुहोस् त, रोजहरू पनि यस्तो राम्रो भएछ है, कस्तो राम्रो भएको छ। यहाँनिर पनि यस्तो भएको छ। अनि यतापट्टिको चाहिँ हेर्नुहोस् है, शीत परेको छैन नि त, सबै यस्तो छ हो। यो चाहिँ यसको निचे सिटको निचे यस्तो छतको निचे छ नि त कि टिनाको निचे, अनि यता चाहिँ शीतहरू परेको छ अनि राम्रो भएको छ। यहाँनिर एरिका पामहरू पनि पुरा शीतले भिजेको रहेछ, सफा भएछ। बिहान म त आएको थिएँ कि यहाँ पूजा गर्नुको लागि, अनि यता त आमामामा कति राम्रो भएछ। यहाँनिर सबै प्लान्टहरू मेरो शीतले भिजेर चाहिँ अनि सफा भएको छ। अनि यतापट्टि हेर्न सक्नुहुन्छ है, यहाँनिर मेरो शीत पुरा यहाँनिर यस्तो लालुपातेमा कस्तो राम्रो शीत परेको छ है। यहाँ यस्तो दामी भएको छ है। पोलिथिन त कति सफा भएको छ हेर्न सक्नुहुन्छ तपाईहरुले, शीत परेर मजाको भएको छ। यहाँ फ्लावरमाथि पुरा शीतहरू परेको छ यतापट्टि पनि। अनि अब उतापट्टि पनि हजुरलाई देख्न सक्नुहुन्छ, यहाँनिर पनि पुरा परेको छ है, शीत परेर कस्तो राम्रो भएको छ। लालुपातेमा पुरा शीत परेको छ है। यहाँ हेर्न सक्नुहुन्छ प्लान्टमा यसरी फ्लावरमा प्लान्टहरूतिर परेको छ नि त कि यस्तो। म त कस्तो राम्रो लाग्छ नि यस्तो परेको देख्दै, सफा छ। मेरीगोल्डहरूमा पनि पुरा शीतले भिजेर अनि सफा भएको छ। सक्नुहुन्छ तपाईहरुले बिहान उठेर चाहिँ यसरी चाहिँ प्लान्टहरुमा चाहिँ यस्तो शीत परेको हेर्नु चाहिँ कस्तो राम्रो लाग्छ। हजुरहरूले चाहिँ यसरी गरेर हेरिदिनुहोस्। हेरिदिनुको लागि थ्याङ्क यू सो मच।